हे गाइज वेलकम टु माई मिनी ब्लग। आज चाहिँ हामी जाँदैछौँ तुलबासा कहाँ जाँदैछौँ नाइट हन्टिङ होइन। नाइट हन्टिङ जान्छौँ। हन्टिङ केलाई गर्दैछौँ हामीले हर्नलाई गर्दैछौँ अर्ग्यान इङ्ग्लिस त्यसरी ल्याङ्ग्वेज त्यस्तै हो नि हाम्रो। अनि अर्ग्यान पुग्न जाँदैछौँ। यता हुनुहुन्छ हाम्रो तुलबहादुर सर, यता छ हाम्रो तोप गोला हुन्छ। अनि अगाडि हाम्रो हन्टिङको लागि सामानहरू। अनि हामी अहिले ठ्याक्कै छौँ राडी बजार अस्पतालदेखि निस्किँदैछौँ अस्पतालको टोली। अनि तैपनि रहर यो बर्खाको समयमा हाम्रोतिर अहिले यो सिजनै हो, खाने नखाए पनि रहर खाने खासै खाइन्न। सरहरूले खानुहुन्छ उहाँकै लागि हो। हामी विशेष गरी आएकै उहाँको लागि हो। हामी चाहिँ आगो बालेको होला गर्ने यता हो नि पारा होइन सर। अब विशेषमा आजको हाम्रो सबै म देखाउँछु कसरी अर्ग्यान पोल्ने के गर्ने भन्ने कुराहरू विस्तृत रूपमा। ओहो हिँड्दै जाँदै गर्दा है बाटो त भिडियो अर्ग्यान पोल्न जाने साथीहरू एक खुस्क्यो भने त गयो स्वाटै त ल। तैपनि साथीहरू हार मानेर छैनन् अर्ग्यान खाने रहरले गर्दा होइन। बाटो त सर बाटो कस्तो छ कस्तो लगाइरह नगई नहुने भयो अर्ग्यान होइन। अर्ग्यानले चिप्यो भने पछि अनि हुन्छ रमाइलो। साथीहरू बाटोमा हिँडिरहेको छौँ, नम्किरहेको छौँ गर्मी भएर तेल पनि छ अर्ग्यान पोल्नलाई। सब रेडी छ सामान चाहिँ। अब हामी त्यहाँ पुग्न मात्रै बाँकी हो। के भन्छ अर्ग्यानको कान फुलाइदिन्छ हाम्रो तेलले। पानी आएन भने पानी आउला जस्तो हुन्छ। मौसम त यता पानी आइसकेको छ। अनि जाजेको हामीहरू पुग्नेछौँ, रमाइलो छ ल। हामी चाहिँ हिँड्दै यहाँसम्म आइपुग्यौँ। यो पहाडको दुर्गम बाटो है। त्यो त के भन्नु यसलाई बाटो भन्ने ठाउँै छैन होइन। अब यसमा यो बाटो पनि हाम्रो बिरामी हिँड्ने बाटो हो, स्टेसनमा मान्छे लग्ने बाटो यही हो होइन। यो यस्तो छ बाटो के भन्नु यसलाई। यो कहिले सुधार होला कहिले विकास होला। हाम्रो विकास होस् हामीले अर्ग्यान पुग्न पाए भयो। हामीलाई त्यति भयो पुग्यो। विकास हाम्रो चाहियो होइन। हामीलाई अर्ग्यान पुग्नु पऱ्यो होला। करिब आधा 1 घन्टाको बाटो पछाडि हामी डेस्टिनेसनमा आइपुगेका छौँ। अरिङ्गल भएको ठाउँमा शिकार गर्नु भयो है। अब पोल्ने तयारी गर्छौँ साथीहरू। सबजना भिजे पसिनाले लुत्रुकै बनायो होइन त। अरिङ्गल सिपाही चाहिँ उहाँ नै हो है। हामी त यसो यताउति हल्लिने मात्रै हौँ। उहाँले हामीलाई पोलिदिएपछि हामी लगिन जाने हो र हामी हेरेर मजा लाग्ने मात्रै हो। अनि यता छौँ हामी। पछाडि साथी नुहाए जस्तो भयो नि त उसलाई त। ल यस्तो रहेछ अर्ग्याल। अर्ग्याल चाहिँ एउटा त्यहाँ छ, एउटै रुखमा फेरि तल छ अर्को ऊ त्यहाँ छ। जोस् रमाइलो दुइटा छ अर्ग्याल। दुइटैलाई आज हामीले पोल्ने चाहिँ टार्गेट राखेका छौँ। हेरौँ कस्तो हुन्छ। यता स्केच हुँदैछ पोल्ने कसरी पोल्ने के गर्ने कहाँबाट आगो दिने। अब हाम्रो साथीहरू फाइनल्ली डेस्टिनेसनमा पुगिसके। अर्ग्याल चाहिँ मजाले पोलिरहेको छ। तुलबहादुर सर हुनुहुन्छ उहाँ हन्टिङ कार्य भइरह। अनि हामी यहाँ छाता ओरेर कोही बेला टोक्छ र हामी रमाउला भनेर यहाँ बसेका छौँ। अब साथीहरूले के गर्छन् माथि पोल्दैछन् है। त्यहाँ पोलिसकेपछि यहाँ पनि पोल्ने प्लान छ, यहाँ पनि छ।